राज्यले कसरी कुरा गरोस् त? राज्यलाई फेरि अरूले चलाइरहेका छन्। प्रमाणहरू दिन म तयार छु। मसँग केही प्रमाणहरू कस्तो छन् भने प्रधानमन्त्री कार्यालय अगाडिको पनि केही दृश्यहरू छन्, निर्मल निवासका पनि केही दृश्यहरू छन्, दूतावासको गाडीको फोटो पनि छन्। के यस्ता प्रमाण छन्? के चाहनु भएको छ तपाईहरु? शान्तिपूर्ण निर्वाचन जुन मिति घोषणा गर्नु भएको छ त्योमा शान्तिपूर्ण निर्वाचन यो कस्तो भइराछ यो देशमा तपाईहरुले थाहा छ? हात खुट्टा बाँधिदिन्छ मेरो अनि भन्छ ल पौडी खेलौं न त। हो, बुझ्नुभयो? हात खुट्टा बाँधेर अनि पानीमा फाल्छ ल पौडी खेल्नु। त्यो भनेको के हो? नियत के देखियो त्योमा? शान्तिपूर्ण निर्वाचनका लागि तपाईहरु के गर्दै हुनुहुन्छ? अनि हामी कस्तो वाहवाही गर्छौं भने अहिले दोषीलाई कारबाही गर्नु भन्दा पनि यस्ता कामहरु गर्न चाहिरहेछौं। अहिलेको सरकारले यस्तो कामहरु गर्न चाहिरहेछ जसले जनतामा लागोस् ओहो वाउ सरकारले कति राम्रो काम गर्यो। कस्तो काम भइरहेको छ भने सुरुमा हेर्नुस् घटनाक्रमहरु। एउटा पक्षले भन्छ तत्कालीन प्रधानमन्त्री गृहमन्त्रीलाई पक्राउ गरौँ, अर्को पक्षले भन्छ बालेन शाह र सुदन गुरुङलाई पक्राउ गरौँ, हैन? भिडाउने। हेर्नुस् है यो कुराहरु एक अर्कामा भिड्ने। दोस्रो कुरा यो कुराहरु सामसुम भयो। आज के कुरा आयो भने केपी ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु तानियो। विभिन्न समाचार माध्यमहरुमा आयो। हामी नेपाली खुसी भयौं। ओहो सरकारले त राम्रै काम गरेछ। ती नेताहरुलाई केका लागि त्यत्रो सुरक्षा चाहियो? त्यति मात्रै सोच्छौं हामी। तर त्यसपछिको प्लानहरु के हुन सक्छ? विचार गर्नु भएको छ? यति बोलिरहँदा ठूलो म आफै अहिले अलि बिरामी पनि छु र ठूलो चुनौती मैले स्वीकारिसके। अब म हिट लिस्टमा आइसके। हुन त हाम्रो पत्रकारितामा कयौं पटक हामी माथि आक्रमण भएको छ। कयौं पटक हामी न्याय माग्ने, यसपालि पनि हामी न्याय माग्नै काठमाडौँ आएका थियौं। जेनजी प्रोटेस्ट भयो, विभिन्न भयो, सरकार फेरियो, हामी प्रश्नहरु गरिरहेका थियौं तत्कालीन गृहमन्त्री प्रधानमन्त्रीहरुलाई हामी कहिले न्याय पाउने, कारबाही हुन्छ हुँदैन त्यो सबै कुरा अहिले सेलायो। कुरा आज देशको आएको छ। अनुरोध गर्न चाहन्छु है, बडो गम्भीर विषयहरु छन्। यस्तो छैन ती शक्तिहरु हामीलाई आएनन्, छुन आएकै हो। शक्तिहरु हामीलाई पनि प्रभावमा पार्न खोजेकै हो। तर म मेरो ग्यारेन्टी दिन्छु यो संसारको कुनै पनि दबाव र प्रभावले मलाई असर गर्दैन। तर कुरा के हो भने परिवारको एउटा आशा छु र चिन्ता यति मात्रै लाग्छ कि यति धेरै जोखिमहरु लिऊ नलिऊ, के गरौँ नगरौँ, कुरा देशको आयो। मलाई लाग्यो आज त बोल्नै पर्छ। सुरक्षाको यदि ग्यारेन्टी दिनुहुन्छ भने यो सरकारको बारेमा हामीसँग धेरै प्रमाणहरु छ। मेरो सुरक्षाको ग्यारेन्टी मात्रै होस् र त्यसपछि म देखाउँछु मसँग के प्रमाण छ र त्यो प्रमाणहरु आधारहीन हो कि आधारित हो त्यो प्रमाणहरु छ। म अहिले एक सेकेन्डमा तपाईहरुको यो बोल्दा बोल्दै म बसेरै तपाईहरुलाई देखाइदिन सक्छु। तर चिन्ता कहाँ छ भने यो घटनाहरु एक्सपोज भयो भने म त जोखिममा परे यही भिडियोले। त्यो मान्छे चाहिँ भिडियो हेर्दै कहीं उसँग केही नभइहालोस्। मेरो मात्रै हैन त्यो मान्छेहरुको पनि सुरक्षाको ग्यारेन्टी हुनु पर्यो। अनि म केही कुराहरु गर्छु र यो देशमा द्वन्द्व फैलाउन सक्रिय छन् आजका